गर्दा झन् बढी खिलिन्छ क्या त्यो चाहिँ अब अलिकति एक्सर्साइजहरू चाहिँ गर्नु पऱ्यो तपाईँले त्यसलाई चाहिँ म सिकाउँछु 4-5 वटा एक्सर्साइजहरू तपाईँले आफ्नो घरमा गर्ने एक्सर्साइजहरू त्यो चाहिँ बिहान बेलुका चाहिँ तपाईँले यसो नियमित चाहिँ गर्नु पऱ्यो है अनि घरमा तलमाथि गर्नुपर्छ भने नि अलिक कम गर्नु पऱ्यो एउटा है तलमाथि गर्न ठिकै त्यो चाहिँ राम्रै हो अनि अलि होचोमा बस्नु भएन सबभन्दा चाहिँ है बढी त हुँदै मुढासम्म चाहिँ बस्नु पायो कहिले अब के कारण बस्नुपर्ने हुन्छ नि पोलिटिकलसम्म त्यस्तै नगर्ने तपाईँले है अनि हिँड्दाखेरि नि जुत्ता चाहिँ स्पोर्ट सुजै लाउनु पऱ्यो तपाईँले है अलिकति त्यो चाहिँ अलिकति मिलाउनु पऱ्यो सक्छ अब हामीले एक्सर्साइज गरेर चाहिँ घुँडालाई त्यो घुँडाको मासुहरूलाई अलिक बलियो बनायो भने चाहिँ जोड्नेमा अलिक धेरै लोड पर्दैन अनि त्यसले गर्दा अलिक तपाईँलाई सजिलो पनि हुन्छ बिस्तारै तर अब एक्सर्साइज चाहिँ गर्नु पऱ्यो है त्यही भएर म अलिक सिकाउँछु त्यो चाहिँ तपाईँले घर बिहान बेलुका चाहिँ गर्नु ल म भिडियो खिचिदिन्छु है हुन्छ त्यो चाहिँ तान्नु ल पहिला चाहिँ त्यो तान्दाखेरि पिडोलो मासु तन्किन्छ नि तन्केर तपाईँले 10 गरेर 10 गरेर गर्ने त 1 2 3 4 5 6 7 8 9 10 छोड्ने त्यो चाहिँ मासु त पछाडि तन्काइहाल्नु है फेरि तान्नु त माथि माथि तान्ने होइन पैताला मात्र है घुँडा सिधा बनाएर तानेर 10 गर्नु ल 1 2 3 4 5 6 7 8 9 10 छोड्ने 2 है मजाले अझ म 5-5 चोटि मात्रै गराउँछु तपाईँलाई अलि हतार हुनसक्छ घरमा चाहिँ 10 चोटि गर्नु पऱ्यो है 1 2 3 4 5 6 7 8 9 10 छोड्ने 3 है फेरि माथि 1 2 3 4 5 6 7 8 9 10 छोड्ने 4 अब अन्तिम मजाले तान्नु है 1 2 3 4 5 6 7 8 9 10 छोड्ने 5 यो हो पहिलो एक्सर्साइज है घरमा चाहिँ 10-50 गर्नु हजुर 50 दोस्रोमा चाहिँ तपाईँले घरमा चाहिँ के छ नि यस्तो रुमालहरू हुन्छ नि रुमालहरूलाई तपाईँले बेर्नु क्या कपडाले एउटा रुमाल बनाउने अनि बेरेर यो घुँडा मुनि राख्ने है राख्नु ल अब यसमा चाहिँ के छ भने तपाईँले पाले गर्ने यसमा चाहिँ पहिला दायाँ खुट्टामा गर्ने त के छ भने पहिला यसलाई तान्नु हो अब घुँडाले तल यो रुमाल छ नि रुमाललाई थिच्नु त दबाउनु त दबाउँदा यो मासु कसिन्छ नि है कसेर 1 2 3 4 5 6 7 8 9 10 छोड्ने 1 है त्यस्तै तान्ने अनि तल प्रेस गर्ने है यसरी दबाएर 1 2 3 4 5 6 7 8 9 10 छोड्ने 1 1 है फेरि पाले गर्दाखेरि तान्ने तल दबाउनु प्रेस 1 2 3 4 5 6 7 8 9 10 छोड्ने 2 फेरि तान्ने तल प्रेस 1 2 3 4 5 6 7 8 9 10 छोड्ने 2 यसलाई तान्ने घुँडाले तल दबाउने यो दबाउँदा चाहिँ अगाडिको मासुलाई है यो चाहिँ है 1 2 3 4 5 6 7 8 9 10 छोड्ने 3 फेरि तान्ने तल प्रेस 1 2 3 4 5 6 7 8 9 10 छोड्ने 3 है यसलाई तान्ने 1 2 3 4 5 6 7 8 9 10 4 तपाईँले तान्ने दबाउनु 1 2 3 4 5 6 7 8 9 10 4 9 अन्तिम एकल 1 2 3 4 5 6 7 8 9 10 5 तपाईँले 1 2 3 4 5 6 7 8 9 10 5 है दोस्रो भयो है तेस्रोमा चाहिँ यही रुमाललाई तपाईँले यहाँ तल राख्नु ल कुर्कुचा तल राख्ने त्यसमा पनि त्यस्तै पालै पालो हो तरिका त्यही हो है यसलाई दायाँपट्टि तान्ने अब कुर्कुचाले तल थिच्ने ल दबाउने रुमाललाई होइन तानेर थिच्ने है थिच्ने तल दबाउनु ल थिच्ने थिचेर पछाडि मासु हुन्छ है यो चाहिँ जस्तो मेरो हात छ नि मेरो हातको दबाउँछ प्रेस गर्नु यति पन्जा यता अगाडि ल्याउने हजुर तानेर गर्नुपर्छ पन्जा यता ल्याउने तल यो चाहिँ पछाडि मासु लाउँछ है 1 2 3 4 5 6 7 8 9 10 छोड्नु 1 है यो पनि तान्ने तल दबाउनु तान्ने हामी 1 2 3 4 5 6 7 8 9 10 2 है फेरि 1 2 3 4 5 6 7 8 9 10 3 फेरि 1 2 3 4 5 6 7 8 9 10 4 है घुँडा चाहिँ कुम्चाउनु भएन है सिधा हुन्छ है 1 2 3 4 5 6 7 8 9 10 5 फेरि
1 2 3 4 5 6 7 8 9 10 5 फेरि 1 2 3 4 5 6 7 8 9 10 6 1 2 3 4 5 6 7 8 9 10 7 फेरि 1 2 3 4 5 6 7 8 9 10 8 फेरि 1 2 3 4 5 6 7 8 9 10 9 अब अन्तिम 1 2 3 4 5 6 7 8 9 10 10 है तिनवटा भयो है अब दुईवटा कुरा खुम्चाउनु न बिस्तारै है यति खुम्चाउने अनि यही रुमाललाई तपाईँले यहाँ बिस्तारै है हजुर अनि तपाईँले घुँडा दुईवटा कुरा चाहिँ आफ्नो प्रेस गर्नु पऱ्यो है दबाएर अनि 1 2 3 4 5 6 7 8 9 10 हल्का छोड्ने है 1 मतलब 5 चोटि गर्नु है अनि 1 फेरि दबाउनु 1 2 3 4 5 6 7 8 9 10 हल्का छोड्नु 2 फेरि 1 2 3 4 5 6 7 8 9 10 छोड्नु 3 फेरि 1 2 3 4 5 6 7 8 9 10 छोड्नु 4 अब अन्तिम 1 2 3 4 5 6 7 8 9 10 5 है चौथो भयो अब दुईवटा कुरा सिधा सिधाउनु है सिधाउनु अर्को चाहिँ के छ पाँचौँमा चाहिँ यति एउटा है पालो भने यो उठाएर यति उठाउनु यहाँ हावामा राख्ने ल 1 2 3 4 5 6 7 8 9 10 1 फेरि 1 2 3 4 5 6 7 8 9 10 2 यतापट्टि 1 2 3 4 5 6 7 8 9 10 3 अनि 1 2 3 4 5 6 7 8 9 10 4 1 2 3 4 5 6 7 8 9 10 5 1 2 3 4 5 6 7 8 9 10 6 1 2 3 4 5 6 7 8 9 10 7 1 2 3 4 5 6 7 8 9 10 8 1 2 3 4 5 6 7 8 9 10 9 अन्तिम 1 2 3 4 5 6 7 8 9 10 10 है पाँचौँ भयो ल अब एउटा एक्सर्साइज छ यो बसेर गर्नुपर्छ उठ्नु पऱ्यो है दुइटै कुरा यता जानु पऱ्यो ल यो चाहिँ कुर्सीमा अथवा ओछ्यानको छेउमा बसेर गर्ने यो चाहिँ बसेर गर्नु ल के हुन्छ भने तपाईँले यो खुट्टालाई सिधा ल नि त गोडालाई सिधा सिधा होइन न यसरी खुट्टा सिधा मात्र गर्ने माथि एउटा मात्र त पाले पालो है अनि यसलाई तान्नु पऱ्यो माथि यत्तिकै मात्र हातले दायाँ गरेर अनि यत्तिकै 1 2 3 4 5 6 7 8 9 10 तल 1 अब यसलाई तलै राख्नु फेरि यसको पालो है 1 2 3 4 5 6 7 8 9 10 तल 2 यतापट्टि 1 2 3 4 5 6 7 8 9 10 3 यतापट्टि 1 2 3 4 5 6 7 8 9 10 4 1 2 3 4 5 6 7 8 9 10 5 तल 1 2 3 4 5 6 7 8 9 10 6 यतापट्टि 1 2 3 4 5 6 7 8 9 10 7 1 2 3 4 5 6 7 8 9 10 8 1 2 3 4 5 6 7 8 9 10 9 1 2 3 4 5 6 7 8 9 10 10 यति छवटा एक्सर्साइज चाहिँ ध्यान दिएर चाहिँ गर्नुपर्छ अहिले चाहिँ गाह्रो हुन्छ त्यहाँ सुतेर हुन्छ पछि अलिक सजिलो भएपछि अनि बिस्तारै बिस्तारै उभिने एक्सर्साइज पनि हुन्छ त्यसरी बढाउँदै चाहिँ लानुपर्छ है त्यति चाहिँ तपाईँले घरमा अहिले गर्नु पऱ्यो एकताल उता कालो आएको छैन भने त म एउटा मेसिन पनि लगाइदिनु छ है मेसिन लगाएर अलिक अझै सजिलो हुन्छ उहाँलाई त्यसलाई चाहिँ 15 मिनट लाग्छ एकताल सोद्धा चाहिँ हुन्छ तपाईँले सोध्नु भयो चाहिँ एकदम त्यहाँनिर कोही छ भन्दा चाहिँ अहिले सोध्नु नत्र सोध्नु भने चाहिँ म मेसिन चाहिँ लगाइदिन्छु अहिले नत्र अहिले पालो आएको छैन भने ए होइन पालो आएपछि फोन गर्छ किनभने मेसिन चाहिँ लगाइदिनु मेसिन लगायो नि भाइब्रेसन जस्तो मेसिन हुन्छ अलिकति दुखायो अलिकति घुँडालाई अलिकति दुखाइलाई अलिक सजिलो हुन्छ क्या हलुङ्गा जस्तो पनि हुन्छ तपाईँलाई कति टाइम लाउनुपर्छ यो चाहिँ अब 15 मिनट हो लाउनु त लगाइदिन्छु म बिचमा अहिले पालो आयो भने चाहिँ फेरि जानु निकाल्नु ल